ठाउँमा राखेको छु भन्नुभयो होइन अघि भन्नुभएको छ मलाई सरले त्यही भएको कारणले मैले के रिक्वेस्ट गर्छु भने परिवारको मान्छे मेरो भाइ यहाँभित्र छ म जिम्मा लिएर लान्छु भनेपछि तपाईँले छोड्नु पर्दैन पर्दै पर्दैन भन्नु नत्र म यहाँ सुन्नुहोस् तपाईँको मान्छेलाई पीडा भएर आउने हो तपाईँको ठाउँमा जिम्मा लिन आइसके निकाल्नु पर्छ जसरी निकाल्नु पक्राउ गरेर यहाँ आन्दोलन विरोध गर्दै गर्दाखेरि पक्राउ गरेका युवालाई अहिलेसम्म छोडेको छैन तपाईँहरूले भन्नु खोजेको के मान्छेलाई पक्राउ परेका पक्राउ परेपछि को हुनुहुन्छ नि पछि पक्राउ परेको तपाईँको मान्छे चाहिँ को हुनुहुन्छ मृतकको दाइ भाइ हो आफन्त हो मृतक आफन्त मान्छे हो अब जो पीडित भएर आएको छ हामीले चाहिँ कानुनको चाहिँ एउटा चाहिँ गर्नु पर्यो हामीलाई न्याय दिनुहोस् भन्न आउँदा त्यही व्यक्ति थुनेर हान्ने कि अपराधीलाई कारवाही गर्नुपर्छ जाने नेपाल प्रहरी नेपाल प्रहरीको यही हो नियम आज पीडितलाई किन थुनेर राख्यो पीडितलाई कारवाही गर्ने यो के हो कानुन जनताको कानुन के पुलिसको एउटा चौकीको कानुन यो मान्छे मार्नेलाई चाहिँ कारवाही नगर्ने पीडित पक्षलाई थुनेर कारवाही गर्ने यो पुलिसको के हो कानुन यो मनपरी कानुन धरपकड भएको थियो नि होइन धरपकड भएको थियो उनीहरूले हामीलाई चल्न दिएन समातेर लगाएर हाम्रो पीडित मान्छे निकाल भन्दा छोड्दैन दिएन हामीलाई अहिलेसम्म सुनेर राखेको छ हाम्रो मान्छे हाम्रो मान्छे निकाल्नु पर्यो हाम्रो मान्छे निकाल त्यसलाई कारवाही चाहिँ आजीवन जेल हाल त्यसले आजीवन जेल पाउनु पर्यो हाम्रो मान्छेले न्याय पाउनु पर्यो दुई भाइ छोराको नाममा उसको नामको सम्पत्ति नामाकरण गरेर पूजापाठ गर्नु पर्यो हाम्रो माग यही हो अरू केही पनि होइन त्यो हुनुपर्छ आजीवन जेल उसलाई आजीवन जेल हुनैपर्छ यति नभएसम्म प्रहरी सबै आगो बढ्छ खासमा यो प्रहरीको गेट बाहिर चाहिँ न्यायको लागि आउनु भएको थियो के को लागि आउनु भएको थियो हामी न्यायको लागि आएको अनि न्यायको लागि हाम्रो मान्छे मार्यो के गर्ने भनेर आउँदा त्यसलाई समातेर हेर्नु अहिलेसम्म छोडेको छैन अनि त्यो मान्छे मार्ने व्यक्तिलाई चाहिँ तपाईँको टिपेर अन्तै लगेर लुगाएर राखेको छ यही हो मनपरी कानुन जनताको कानुन छैन भनेपछि तपाईँहरूमाथि प्रहरीले दमन गर्यो अब ठ्याक्कै यो घटना चाहिँ किन घट्यो होला
होला यो कुरा गरौँ न हामी। अब घटनाको विषयमा जसले मान्छे मारे त्यसलाई हामी जनपासको अगाडि उसले वक्तव्य दिनु पर्यो अनि उसलाई आजीवन जेल हाल्नु पर्यो अनि त्यो मृतकको नाममा भएको सम्पत्ति नाम हुनु पर्यो आजीवन जेल हाल्नै पर्यो हाम्रो यो नभएसम्म